दर्शकवृन्द नमस्कार। लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसाय सङ्घले 2082 को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। बस्नुस् भनेका ती शब्दहरूमा हामीले सम्झिरहेका छौँ र साथै अब हाम्रो वडा अध्यक्षज्यू यहाँ भएको कारणले मेयर साहबलाई पनि यो शब्द सुनाइदिनु नै छ भन्ने पनि मलाई लागिरहेको छ। र हामीले विगत लामो समयदेखि साँच्चै नै भन्नु छ नेपालमा कुनै पनि जग्गामा बस्यो भने एउटा सिक्किमवासीलाई हटाउन कति ठुलो समस्या छ। तर हामीले त यहाँ पार्टनरसिपमा पिपिपी मोडलमा लगानी लगाएर प्रत्येक महिना भाडा तिरेर 30 गते भाडा नतिरेर 1 गते तिर्यो भने 15% 20% हामी जरिमाना तिरेर पनि हामी बसिरहेका छौँ। र अहिले देशको विकराल अवस्थामा र सरकारले कृषि प्रधान देश हो, कृषिले उत्पादन गर्यो भने मात्रै विकास हुन्छ भन्ने वातावरण भएको खण्डमा अहिले हामी कृषकको व्यवसाय गर्ने व्यवसायहरूलाई यहाँबाट उठाएर कहाँ फाल्न खोजेको, के गर्न खोजेको एकताबद्ध तरिकाले अहिले व्यवसायहरू साँच्चै हुन्छ नि युवा जमात जति विदेश प्लान भएको अवस्थामा हामी व्यवसाय पनि विदेशै जान पर्ने बाध्यतै बनाउने किन चाहेको व्यवसायसँगका कार्य समितिका साथीहरू त्यो कठिनाइको बिचमा व्यवसायहरू एकदम तनावमा छन्। साँच्चै नै भने 81 साल जुन तनावमा रह्यो त्यो सहज रूपले 82 सालमा यस्तो तनावहरू हट्दै जाउँ र केही पहल गर्नु नै छ वडा अध्यक्षज्यूले भन्ने पनि मैले यही मञ्चबाट आग्रह गर्छु। र 82 सालमा सबै व्यवसायको हाँसो छाओस्। धेरै मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि हरेक मानिसको जीवनसँग जोडिएको पेसा व्यवसाय यहाँले गर्नुभएको छ। त्यसैले ती व्यक्तिहरूलाई पनि सुख शान्ति समृद्धि राख्नको लागि हाम्रो पेसा व्यवसायले सहयोग गरोस् भन्दै यो असहज परिस्थितिमा हामी वास्तवमा आर्थिक रूपबाट हेरौँ या राजनीतिक सामाजिक हरेक कुराबाट अहिले नेपालमा चाहिँ हामी केही चुनौतीहरू देखिरहेका छौँ। बाह्य तथ्याङ्कहरू राम्रो हुँदाहुँदै पनि आन्तरिक केही प्रभावहरू हामीले व्यवस्थापन गर्न नसकिने खालका सूक्ष्म व्यवस्थापकीय प्रभावहरू देखिरहेको अवस्थामा तिनीहरूसँग लडेर व्यवसाय भनेको जोखिम मोल्ने काम नै हो। हामी अलिकति त्यो जोखिमसँग पनि लड्न सक्ने क्षमता हाम्रो होस् भन्ने भावना राखेर आफ्नो पेसा व्यवसायमा निर्धक्क साथ सधैँ काम गर्ने अवसर हौसला मिलोस् यो नव वर्षले। छिर्ने बेलामा मलाई बाँदरले घेर्यो। 5 जना व्यवसायीले भर्खरै हाम्रो व्यवसायी साथीहरूले मलाई लिन गयो। अब यो पनि 2081 सालमा पनि बुद्धि खुलेन भन्दा कमसेकम 2082 सालमा बुद्धि खुल्छ भन्ने सञ्चालक समितिले म आग्रह नै गर्न चाहन्छु कि कमसेकम केही न केही विकल्प खोज्यो। अब यसमा न हामी त ठिक छ, हामीलाई टोक्ला लेडिजहरू आउँछन्, कति गाह्रो छ, टोयलेट जान्छन्, सबै कुरोमा कति गाह्रो छ। यहाँ व्यवसायभित्रहरू कति कर्मचारीहरू आउँछन्। उहाँ हाम्रो वडा नम्बरको वडा अध्यक्ष हाम्रो अभिभावक पनि यही हुनुहुन्छ, सञ्चालक समितिको सदस्य पनि लगायत सबै हुनुहुन्छ भने कमसेकम यो व्यवसायको बारेमा अब व्यवसाय त धराशायी नै 2081 मा भयो। अब 2082 साल जस्तो होला हामीले त सोच्छौँ मिलेर सहजीकरण गरेर बनाएर लिएर जाऊँ व्यवसायले एकै ठाउँमा पारेर। तर यसमा कहीँबाट केही नजरिया नै आएन। कहिले पनि यो व्यवसायलाई मिटिङ न नगरपालिकाले बनाउन चाहेन। हाम्रो अभिभावक हुनुहुन्छ लोकनाथ नेपालीजी, कमसेकम उहाँले आफ्नो यहाँको संरचनाको यो जिम्मेवारी भनेको वडा नम्बर 6 को वडा कार्यालय लगायत सबै यही कुरो हुँदाखेरि पनि उहाँको जिम्मेवारी ठुलो जिम्मेवारी हुन्छ। नगरको नगर प्रमुखले हेर्दैन। वडा जति उहाँले केही न केही नेपाललाई टेबल पाउने अवस्था धेरै जानकारी बुझिरहेको छु। त्यसले गर्दा हामीले समय महत्त्वपूर्ण भूमिका छ। समाधान भएर हाम्रो यस संस्थाले जुन व्यवसाय गर्दै आएको छ यो व्यवसायमा राज्य पक्षका कुनै पनि अङ्गबाट हस्तक्षेप सहनु पर्ने छैन भन्ने अपेक्षा लिएको। हामी साला बिना कुरा होइन, त्यो व्यवसाय टुट्न हुन जे मैले कानुनले अलिकति मान्नुपर्छ, तपाईँले अलिकति छुट पाउनुहुन्छ, जसरी तसरी हो त्यो व्यवसाय टेकाउनु पर्छ भन्ने मेयर साहबको छ। तपाईँलाई जानकारी गराउँछु, यो तपाईँले नबुझेको भए पनि ढुक्क भएर बुझ्नुहोस्। कानुन लाग्दो रहेछ। हामी अलिकति कानुनमा चाहिने कानुनलाई पनि टेक्न पर्ने रहेछ। मलाई भुलाउनु भयो। अब चाहिँ घनश्यामजी मेरो साँच्चै भने आत्मीय मेलमिलाप छैन। न्यायालयले तपाईँको माथि न्याय गरोस् भन्ने शुभकामना व्यक्त गर्दै म बिदाई हुन चाहन्छु। हस्, धन्यवाद। सम्मान तर यो सम्मान भनेको भित्रैको छ।